यहाँ हाम्रो ब्रोलाई एकदम धेरै धेरै माया देखाइदिनु होला युट्युबतिर। ब्रो खतरा दामी दामी भिडियो गराउने रहेछन्, खतरा एडिट हान्ने रहेछन्। म त एकदम बबाल इम्प्रेस भइदिएर ब्रोको भिडियो देखेर म नि ब्रोको खतरा फ्यान भइदिएर। थ्याङ्क यू सो मच साथीहरू सबैजनाले आफ्नो जापानमा त केटाहरूले काम छ भने नाइ केटालाई त छैन, केटीलाई मात्रै काम छ। केटी छन् भने भन न, केटीले किन के यार केटा हो यार सेन्पाई दाइहरू यार, केटीले मात्रै भन्छ यार, केटाले पनि खोज न, केटा पनि भोलि आएन चाहिन्छ नि। केटीहरूमा के छ त्यस्तो, केटीहरू माथि भन्छ नि यार, साँच्चै कामेन्टमा केटी नै खोज्या हुन्छ, तिमीहरूले केटी खोज्या हुन्छ क्या यार। मैले बुझ्न सकेँ होइन यो कुरो के हो। सेन्पाई दाइहरूले अब धेरैजना सेन्पाई दाइहरूले भनेको सुनेको छु। हेलो एभ्रिवान, वेलकम ब्याक माई न्यू भला। के छ सबैजना सन्चै आरामी स्वस्थ मस्त जस्तो हुनुहुन्छ? म एकदम ठिक छु। आज चाहिँ हामी यतिखेर चिल तरिकाले यो जापानको इकेपुकुरबाट माथिको हाम्रो एउटा चिल्याक्स पारमा जाँदैछ। चिल्याक्स पारमा गएर हाम्रो सम्मीसँग कुराकानी गर्ने भन्ने आज जमरको छ। सम्मीको गर्लफ्रेन्डलाई भेट्न जाने जमरको जुगाउँदैछौँ। यहाँ कोकचोक लगेर जाँदैछौँ। अनि यता पनि हामी केही समयपछि यहाँ जेब्रा क्रसिङमा लाग्ने त छैन, हामी चाहिँ यहाँ जापानिज लड्की हेर्न लागेको। लड्कीलाई हेर्नै भनेर बसेको। यो ठाउँमा जापानिज लड्कीहरू धेरै आउँछन् अरे, त्यही भएर हामी तिनजना जापानिज च्वाक केटीहरू हेर्न आएछौँ भनेर भन्ला सोच्छ होला, त्यस्तो भन्दैन मैले। अरे साथीहरू सम्धिसान के छ त हल्लीचल्ली ठिक छ? के हो त रक्सी खाएर हिँड्नुहुन्छ त बिहान दिनमै यार? यस्तो नगर्नु नि तपाईँ। रक्सी हो त्यो होइन यार, जापानिज अक्षर के अरे कालो अक्षर कालो अक्षर भैँसी बराबर भने जस्तो हुन्छ। हामीले जापानमा यस्तो छ, गाह्रो छ हामीलाई, एकदम अवस्था गाह्रो छ। कान्जी अक्षर भैँसी बराबर आउँदैन। नयाँ चाहिँ के हेर्ने त एक घुटको मलाई दिनु त यार, दारू एक घुटको दारू हानिदिन्छु। यस्तो छ साथीहरू, जापानको यो सडक भनेका चिल्ला रोडहरू छन्, चिल्लो घरहरू छन्, भएर पनि के गर्ने, मान्छेको यहाँ मनमा सन्तुष्टि छैन। कसैले बाल दिँदैन यहाँ, कसैले वास्तै गर्दैन यहाँ। यस्तो ठाउँमा आएको छौँ हामी। फाइनल साथीहरू उहाँको आज गर्लफ्रेन्डले फोन उठाउनु भएको छन्। 2 दिन भइसक्यो उहाँको ब्रेकअप भएको। कोही हुनुहुन्छ भने यसो न जोडिनु पऱ्यो, कन्ट्याक्ट म तँलाई दिन्छु, नम्बर दिन्छु, कन्ट्याक्ट हुनु कि अन्त लास्टको पीडामा हुनुहुन्छ। नरुनु न, नरुनु आज ननिकाल्नु यार। तपाईँ नमर्नु होला, तपाईँको लागि हामी दिनरात भनेर पनि तडपिएर बसेका छौँ। हामी परदेशीको यो पीडालाई बुझ्दिनु न हजुरले। तपाईँ अहिले भिडियोको कैदमा हुनुहुन्छ, बेलुका युट्युबमा आउनुहुन्छ भनिदिएको छु मैले। यस्तो बुढो हुँदासम्म नि हामी बाजेले यहाँ गर्नु भएको छ, गाह्रो छ। त्यतिखेर हामी यो अग्लो घरको तपाईँले हेर्न सक्नुहुन्छ। यस्तो बुढो हुँदासम्म पनि यहाँ बाजाले जानु हिँड्नुहुन्छ आफ्नै। हाम्रा बड्डा भने गाउँमा यत्तिकै बुढा भने रक्सी खाएर गाली गरेर हिँड्छ होला। हेर त बड्डाको मिहिनेत हेर न यहाँ, कतिको मिहिनेत छ हाम्रो बाजेको। यत्रो मिहिनेत छ, यत्रो सङ्घर्ष गरेर आफैले खानुपर्छ, आफै गरेर खानुपर्छ, कसैको भर बस्नु न भन्ने र आफूले यहाँ काममा हिँड्दै हुनुहुन्छ। यस्तो छ। लङ्कले केही प्रगति गर्दैन सोच्यालामा, तर कुनै दिनमा हेर न BMW चढेर नेपालमा हिँड्छ भनेर सोच त थियो, तर छैन, सम्भव छैन। यहाँ जापानमा बसेर BMW किन्छु, गाडी किन्छु, हिँड्छु, जापानबाट नेपाल गएपछि यसो न रिल्याक्स हान्छु भन्ने त त्यो सपना छैन साथीहरू। अब त्यो ऋणै तिर्न सकेला कि नसकेला जस्तो छ। गाडी किने यसो न मजा भनिदिएको, गाडी चाहिँ किन्दैन मैले। आज हामी यतिखेर तिनजना माथि हाम्रो एउटा स्वच्छ ठाउँमा इन्भाइरोमेन्ट, चिल इन्भाइरोमेन्टमा गएर कुराकानी गर्ने बस्ने भनेको। अब हाम्रो चाहिँ हावा पनि त्यस्तो लागेन यो गल्लीमा। गाडी त कच्छन् यहाँ, गाडी नै गाडी छ यहाँ, तर यो गाडी कसको होलान् कि यहाँ मान्छे पनि घर कोही पनि छैनन् बाहिर। त्यही भएर पनि हामीले लास्टै समस्या छ। मान्छे कोही छैन, गाडी कति होला नि यार, घरमा गाडी मात्रै छन्। त्यही भएर गाडी हामीले चलाउनु दिएन हुन्थ्यो नि। यसो हामी टुरमा जान्थ्यौँ, घुमेर आउँथ्यौँ, रिल्याक्स हान्थ्यौँ। तपाईँले देखाउँछु मैले यहाँ नेपाली दिदी आउँदै हुनुहुन्छ। वा नेपाली दिदी च्वाक नेपाली दिदी आउँछन् यता साथीहरू। अब जापानको बसाइ यस्तै छ, आएको 1 महिनाभन्दा बढी भइसक्यो। अब त्यस्तै छ, काम पाएको छैन, केही छैन। अब नाचु यासुमी भन्दा रहेछ नि, 1 महिना बिदा छ। 1 महिना बिदामा हामीले यहाँ त्यत्तिकै खाटमा सुत्दा ढाड दुखेर, यहाँ चाक दुखेर यहाँ मर्न भइसक्यो। यहाँ के गर्ने, गाह्रो छ। हामीले जापानमा लास्टै गाह्रो छ हो, लास्टै गाह्रो छ, गर्ने के गाह्रो छ। कोही हुनुहुन्छ भने यसो न के छ त, कुन ठाउँमा हुनुहुन्छ भने कामसाम छ भने यसो न कामको कुरो गर न हो साथीहरू। क्या जापानमा भएर पनि यति नगर्ने त यहाँ हाम्रो यहाँ मान्छेलाई यार। तपाईँ यार आफ्नो केटीलाई माथि भन्छन् हो जापानमा त,
केटाहरूले काम छ भने नाइ केटाले त छैन केटीलाई मात्रै काम छ केटी छन् भने भन न केटीले किन के यार केटा हो यार सेन्पाई दाइहरू यार केटीले मात्रै भन्छ यार केटाले पनि खोज न केटा पनि भोलि आएन चाहिन्छ नि अरू केही नभए नि मर्दाखेरि मलामी गइदिन्छौँ यार एउटा मेरो दाइले आएर जापानमा काम लगाएको थियो ल ठिक छ त हामी भनेर हामी गएर मलामी गइदिउँला अरू गर्न नसक्यो भने तिमीहरूले जापानमा गएर पैसा पैसा कमाएर रेस्टुरेन्टमा लगेर वाइल्ड तरिकाले वाइन स्वाइन बियर चाहिँ हनाउन नसक्यो भने हामीले चाहिँ त्यति चाहिँ गर्न सक्छौँ केटीहरूमा के छ त्यस्तो केटीहरू माथि भन्छ नि यार साँच्चै काममा ठाउँमा केटी नै खोज्या हुन्छ तिमीहरूले केटी खोज्या हुन्छ क्या यार मैले बुझ्न सकेँ होइन यो कुरो के हो सेन्पाई दाइहरूले अब धेरैजना सेन्पाई दाइहरूले भनेको सुनेको छु के छ त यस्तो केटीमा केटाहरूमा त्यस्तो गुड के छैन कमेन्ट गर साथीहरू कसले थाहा छ त त्यो थाहा हुने मान्छे जतिले कमेन्ट गर मलाई चाहिँ थाहा भएन कि किन केटी खोजिरहेको छ कि काम गर्ने ठाउँमा कम्पनीले खोज्छ कि यहाँ नेपाली सेन्पाईहरूले खोज्छन् भन्ने कुरो मलाई थाहा भएन त्यही भएर हेर साथीहरू केटीहरू पनि अब सबैले मलाई काम लाउँछ भनेर त्यत्तिकै डुल्ने काम नगर्नु होला आफ्नो पनि भविष्यको ख्याल गर्नु होला आफ्नो चिन्ता गर्नु होला त्यस्तो मलाई काम लगाइदिन्छ मेरो दाइ जस्तै हो भनेर मक्ख नपर्नु नि केटी फेरि मक्ख पऱ्यो भने भोलि आएर थाहा छ नि मान्छेहरू सबैले सोध्छन् जापानमा कस्तो सेक्युर ठाउँ हो भनेर आफ्नो चेलीबेटीहरू छोरीहरू पठाउने गर्छन् जापानमा पनि एउटा नयाँ घटना आएको छ तपाईँले देख्नुभयो होला त्यो घटनाले हामीले के भन्ने अब कसले गरेको त्यो घटनाको वास्तविक छानबिन हुँदैछ त्यो बारी होला त्यसैले कसैलाई छिट्टै विश्वास चाहिँ नगरौँ विश्वास चाहिँ गर्नुहुन्न सबै मान्छे चिनौँ सबै मान्छे उठे हुँदैनन् मेरो यो चाहिँ सुझाव मेरो दिदीबहिनीहरूको लागि है त यस्तो छ यहाँ जेसिबी यस्तो त्यहाँ घरसर लगाउँदैछन् यहाँ घर लाउने काम पनि पाएन हो हामीले घर लाउने काम पाइदियो भने म घर लाउने यसो नि गिट्टी बालु बोक्थेँ नि पाएन यो काम पनि दिन्न क्या मलाई यार गाह्रो छ हेप्यो नि जापानले अङ्कलले हेप्यो नि सुर्खेतमा चिल गरेर खाएको अङ्कल यहाँ जापानमा हेप्यो नि अङ्कललाई हाम्रो अर्को हुँदै हुनुहुन्छ यहाँ पछाडि हाम्रो ब्लगर के छ त हल्लीचल्ली नमस्कार मेरो नाम सागर ढुङ्गाना म चाहिँ बर्दियाबाट सागर ढुङ्गाना बर्दियाबाट सागर ढुङ्गानाको युट्युब च्यानल छ गएर सबैजनाले सब्सक्राइब गरिदिनु को हुनुहुन्छ मेरो मनकारी आज गएर हानिदिउँ त सब्सक्राइब कतिजना हुनुहुन्छ को हुनुहुन्छ त्यस्तो मनै मिल्ने जस्तो साथीभाइहरू तपाईँहरू सम्पूर्ण सागर ढुङ्गाना 24 भन्ने मेरो च्यानलको नाम छ सबैजना सब्सक्राइब गरिदिनु लाइक कमेन्ट सेयर गरिदिनु होला र यहाँ हाम्रो ब्रोलाई एकदम धेरै धेरै माया देखाइदिनु होला युट्युबतिर ब्रो खतरा दामी दामी भिडियो गराउने रहेछन् खतरा एडिट हान्ने रहेछन् म त एकदम बबाल इम्प्रेस भइदिएर ब्रोको भिडियो देखेर म नि ब्रोको खतरा फ्यान भइदिएर थ्याङ्क यू सो मच साथीहरू सबैजनाले आफ्नो च्यानल भनिसक्नु भएको छ मेरोमा कमेन्ट हाल्नुहुन्छ जानु होला त्यहाँ कमेन्ट पढेर भित्र गएर मेरो च्यानलमा सपोर्ट गर्नु नगर्नु तर केही भएन होइन तपाईँहरू ब्रोको च्यानलमा चाहिँ एकदम वाइल्ड छ तपाईँले हेरिदिनु भने साथीहरूले सेयर नि हानिदिनु भने जापान चाहिँ कस्तो हाँसिदिइराखेर ल हामी जापानमा रैला हान्ने जापानमा चिल हुन्छ नि आओ भने नि जापानमा आओ के केटा जापानमा चिल हुन्छ भनेर भन्ला सोचे जापानमा फर्स्ट गाह्रै हुन्छ क्या यहाँ सोचे जस्तो छैन त्यो मुजी घर चाहिँ यही रहेछ अनेकवटा तर घर अलिक मान्छे नबस्ने रहेछ भागिदियो हामीहरू भागिदियो त्यो दादाहरूसँग सब ड्राउन छ मन्दिर छ जापानको मन्दिर दर्शन गरौँ ल जापानको मन्दिर यस्तो हुन्छ सबैजना दर्शन गर्नु होला तपाईँले सोचेको आँटेको मनमा पुगेको तपाईँको एक्स गर्लफ्रेन्डले छोडेर गएको छ भने फर्केर आउँछ दर्शन गरेपछि फाइनली साथीहरू जापानमा घर त खतरा छन् तर सबै घरहरू यस्तो सेफ्टी तरिकाले घर बनाउँछ नि सेफ्टी जस्तो भूकम्प धेरै सबैभन्दा धेरै भूकम्प आउने ठाउँ भने जापान हो नि त जापानमा त्यही भएर घर यस्तो सेफ्टी तरिका लगा हुन्छन् यस्तो सेफ्टी तरिका लगाउनु जस्तो भूकम्प आउँदा पनि के भन्नु त्यो वर्षमा केही नपनि टन्नचोटि भूकम्प आउँछ कि यस्तो गाडीहरू किनेर हिँड्न सोच्थ्यो अब के गर्ने जापानमा मात्रै सपनै भइहाल्यो गाडी त किन्ने जस्तो कहाँ सोच्यो नि ऋणै तिर्न नसकिने जस्तो आयो यो ठाउँमा आइहाल्छ त्यही भएर साथीहरू के छ सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ एकदम ठिक छु हाम्रो एउटा ब्लगर ब्रदर अगाडि हिँड्दै हुनुहुन्छ यस्तो छ अवस्था यो हाम्रो रेल आउने स्टेसन हो यो स्टेसनमा अहिले हामीले मान्छे जान पाइन्न त्यो अहिले चाहिँ मान्छे जान पाइन्छ किनभने त्यो स्टेसनबाट अहिले मान्छे जान पाइन्छ एकछिनपछि हामीले त्यहाँ जान पाइँदैन एकछिनपछि हामी त्यो रेल आउँछ ट्याँ घन्टी बज्छ त्यो 3 घन्टी बज्छ होइन यो स्टेसन यस्तो छ यताबाट रेल आउँछ अहिले बाटो खाली छ यताबाट पनि खाली छ अब केही समयपछि यहाँ बज्छ बजिसक्यो भने यहाँ मान्छे हिँड्न मिल्दैन यहाँबाट कोही डन्डीहरू अनि यो हामीले यो जग्गा भनेको अब किन्ने हो यो जग्गा किन्ने पैसा कति छ भनेर यहाँ मालिकले भेट्न आएको मालिक घरमा रहन्छ लुकेर बसेर रहेछ जापानमा आएर 4 वर्ष बसिसक्यो होइन अब के गर्नु जापानमा आएर त सानोतिनो जग्गा किनिनु पर्यो अनि जग्गा हेर्न आएको यो चाहिँ जग्गा यही हो यता देखामै यही जग्गा कस्तो लाग्यो जग्गा कस्तो लाग्यो ठिक छ जग्गा
दियोस् मन पर्यो होइन बाटोको छेउमा चाहिँ स्टेसन नजिकै रहेछ अँ त्यो जग्गा भयो त कति अँ यसको लम्बाइ र चौडाइ लेखाएर यहाँ अँ 296 लम्बाइ होला अनि यो चौडाइ जति हो 519 मिटर होला कि छैन त्यो जग्गा चाहिँ साह्रै मन पर्यो घरको ओनरलाई बोलाउनु पर्यो म अँ तत्कालले जग्गा बिल्डिङ उठाइदिनु सिधै लगिदिनु पर्यो ल ठिक छ अब हामी जग्गा लग्ने भन्ने अहिले चाहिँ मालिक चाहिँ रहेनछन् जग्गाको त्यही भएर हामी चाहिँ अब जान लागेको त होइन अब यो जग्गा लग्ने हो अरे 4 वर्ष भयो जापानमा पैसा अब कहाँ राख्ने त पैसा राख्ने कहाँ त पैसा राख्ने ठाउँ छैन राख्ने कहाँ त